नेपाल भारतको बोर्डरमा के हुन्छ भने कर लाग्ने। यो कहाँसम्मको जायज कुरा हो? 100 रुपियाँ भनेको भारू 60 रुपियाँ हुनाउँछ। तपाईँ मलाई भनिदिनुहोस्, आज 60 रुपियाँमा तपाईँले घरको लागि कुन सामान किनेर ल्याउनुहुन्छ? अहिले खाद्यान्नदेखि लिएर पेट्रोल, डिजल, ग्यास आज नेपालमा छ। 156 अघोषित नाकाबन्दी हो। आज म तपाईँलाई दुईटा मात्रै उदाहरण दिन चाहन्छु। हिमालको 15वटा जिल्लामा सरकारले कार्ड बनाएको छ। पडोसी मुल्क, छिमेकी मुल्क चाइना, तिब्बतबाट उनीहरूले प्रश्नको लागि अहिले यस्तो छ। भर्खर नेपालमा नयाँ सरकार बालेन्द्र शाहजीको नेतृत्वमा बनेको छ र खास गरेर यो देशले पहिलो मधेसी प्रधानमन्त्री पाएको अवस्था छ र जुन भूमिमा आज हामी बसिरहेछौँ यो मध्य प्रदेशको एउटा भनौँ पुण्य भूमि, व्यापारको भूमि र एउटा नेपालकै सबभन्दा ठुलो नाका र पृष्ठभूमिमा तपाईँले जुन हेर्दै हुनुहुन्छ नेपाल भारतको यो मित्रताको एउटा प्रतीक। आज मध्य प्रदेश खास गरेर तराई मधेसको जनताले मधेसी मुलुकको व्यक्ति प्रधानमन्त्री भइराख्दाखेरि जति उत्साहित भएर अब बालेनजीले जसरी अब मधेसी जनताहरू काठमाडौँ मात्र पशुपतिको दर्शन गर्न जाने, अधिकार माग्न नजाने भन्नुभएको थियो र त्यो चिजहरूलाई सङ्घीयतालाई अझै बलगर बनाउनुपर्छ भन्नुभएको थियो। त्यो चिजहरूलाई नै मधेसी जनताले आत्मसात गरेर 32वटामा झन्डै 30वटा सिट यहाँबाट जिताएर पठाएको अवस्था छ। आज सरकार बनेको 22-23 दिनमा नै उहाँले एउटा अप्रिय एउटा चाहिँ निर्णय गर्न पुग्नुभयो कि भारत नेपालको सम्बन्धको बिचमा एउटा दरार पैदा गर्न चाहनुभयो कि 100 रुपियाँको सामान